एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नै बलिया खम्बाहरूले साथ छाड्दै गएपछि भक्तपुरको गुण्डुमा अहिले ठूलो राजनीतिक भूकम्प गएको छ। भक्तपुरको गुण्डुमा जारी एमाले केन्द्रीय सचिवालय बैठकमा नेताहरूबीच तीव्र विवाद चर्किएको छ। उपमहासचिव योगेश भट्टराईले खुलेरै ओलीलाई मार्ग प्रशस्त गर्न अर्थात् पद छाड्न आग्रह गरे। त्यति मात्र होइन, महासचिव शङ्कर पोखरेलले समेत घुमाउरो पारामा अहिलेकै अवस्थामा पार्टी चल्न सक्दैन भन्दै ओलीको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। तर बैठकमा सबैभन्दा ठूलो ट्विस्ट तब आयो जब अर्का उपमहासचिव लेखराज भट्टले कडा काउन्टर दिँदै भने रूपान्तरण नै गर्ने भए 60 वर्ष नागेका ओली सहितका सबै नेताहरूले राजीनामा दिउँ र पार्टी युवाको हातमा सुम्पियो। उता राजीनामाको दबाब बढेपछि ओलीले पनि कडा जवाब फर्काएका छन्। मलाई सम्झाउन नखोज्नुस्, म पद छोड्दिन। 60 वर्ष नागेका नेताहरूले राजनीतिबाट बिदा हुनुपर्छ भन्ने लेखराज भट्टको यो प्रस्ताव तपाईलाई कस्तो लाग्यो? कमेन्ट गर्नुहोस् र फलो गर्न नभुल्नुहोला।